बदाम भनेको यस्तो हुनुपर्छ, एकदम ठुल्ठुलो खस्रो भरिलो पोटिलो खालको। यस्तो हुनुपर्छ। यहाँ काठमाडौँमा पाउँछ रातो माटो दलेको स्याप्प परेको, भित्र दाना हुन्छ पुरा। खायो भने गनाउने ढुडी परेको 60 रुपियाँ माना भन्छन्। यो चाहिँ एकदमै ठुल्ठुलो छ, दाना पनि एकदमै मिठो भरिलो। यो चाहिँ पूर्व तेह्रथुम सिम्लेको बहिनीले ल्याएको, एकदमै मिठो छ। दाना पनि यस्तो पोटिलो छ। अनि सन्तोला चाहिँ यस्तो हुनुपर्छ। यो चाहिँ 5 तराङ सराङको सन्तोला हो। हाम्रो जमानामा हामी युवा हुँदा सन्तोला टिप्न जान्थ्यौँ। ठुल्ठुलो रुख हुन्थ्यो, अनि टिप्दाखेरि हाँगा तान्दा झर्थ्यो, मुनि चाहिँ टिप्नेहरू हुन्थे। हामीले माथि खान्थ्यौँ र यस्तो खोक्रो बनाएर यस्तो बनाएर खान्थ्यौँ, अनि झारिदिन्थ्यौँ। मुनि टिप्नेहरूले चाहिँ खोसामार गरेर टिप्थे, लास्टमा चाहिँ यस्तो खोक्रो हुन्थ्यो। हामी माथिबाट हेर्थ्यौँ, हाँस्थ्यौँ, बडो रमाइलो हुन्थ्यो। अहिले पनि गाउँमा सन्तोला टिप्ने सिजन छ होला, भाइहरू यसरी टिप्दै होला। बडो रमाइलो हुन्छ, चिसो हुन्छ, अनि पिसाब आएकै गर्छ सन्तोला खाएपछि। अनि यसको दाना चाहिँ हामी गोजीमा भेला गर्थ्यौँ, यसको दल राख्थ्यौँ बिउ। एकदमै रमाइलो हुन्थ्यो। गाउँघरमा सन्तोला खाइन्थ्यो, बदाम खाइन्थ्यो, मेला बजार गइन्थ्यो।